यहाँहरूको उपस्थिति हाम्रो लागि महत्त्वपूर्ण छ। यहाँ नआइपुगेका जो कोही पनि हामी स्क्रिनमा देख्न सक्छौँ र हामीलाई देखिएको स्क्रिनमा र हाम्रो कथावस्तु र हामीले लिएर आएको यो गीतको लागि तपाईहरूले यो अमूल्य समय छुट्याएर आउनुभएको छ। सञ्चारकर्मी भाइ बहिनीहरूलाई म हार्दिक नमन गर्दछु। आज कोही आओस् नआओस् तर यहाँहरूको उपस्थिति हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ। हामी जे बनाउँछौँ, जे गर्छौँ, अभिनय गर्छौँ, फिल्म बनाउँछौँ, नाटक गर्छौँ, गीत लेख्छौँ, गाउँछौँ, जे गर्छौँ र त्यसलाई साँगोको रूपमा यहाँहरूले दर्शकको माझमा पुर्याउनका लागि धेरै ठुलो महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनुहुन्छ। म बोलेँ भने एकजना बोलिन्छ, यहाँहरू बोल्नुभयो भने करोडौँले बोल्छन्, अरबौँले सुन्छन्, अरबौँले हेर्छन् र त्यो हेर्न सक्ने वातावरण बनाइदिनका लागि म हार्दिक अनुरोध गर्दछु। काम हामीले के कस्तो गऱ्यौँ त्यो आफ्नो ठाउँमा छ। यो कुनै तामझाम तडक भडक एकदमै के किन लिएर आयौँ भन्ने होइन। हामीले हाम्रै कुरा लिएर आयौँ, विद्यालयको कुरा लिएर आयौँ, अभिभावकको कुरा लिएर आयौँ, विद्यार्थीको कुरा लिएर आयौँ र शिक्षकको कुरा लिएर आयौँ। जुन कुरालाई यो चलचित्रले बोल्छ, यो चलचित्रको स्टार भन्नु नै विषयवस्तु हो। हामी त खालि त्यसको सहयोगी पात्रहरू मात्रै हौँ र यो हामी सहयोगी पात्रहरूले के कस्तो गऱ्यौँ त्यो आफ्नो ठाउँमा छ। भोलि दर्शकहरूले मूल्याङ्कन गर्नुहुनेछ, यहाँहरूले दर्शक माझ पुर्याइदिनुहुनेछ र आशा बोकेका छौँ अलिकता भिन्न आफ्नो कुरा लिएर अगाडि आउने र ती कुराहरू यहाँहरूले मन पराइदिनुहुन्छ र आगामी दिनमा प्रेम भाइले फेरि अर्को कुरामा पार्ट 2 बनाउँछु भन्नुभएको छ। त्यो बेलामा यो गल्तीहरू उहाँले दोहोऱ्याउनुहुन्न। गल्ती त मान्छेहरूबाट हुन्छ, किनभने चाहेको समयमा ठ्याक्क हामीले सुरु गर्न पनि सकेनौँ। हामी आउँदै पनि छौँ, सुरु गर्दै पनि छौँ, बोल्दै पनि छौँ र अहिले गीत हेरौँ। एकचोटि आफूलाई पनि विद्यालयमा पुऱ्याउँ। आफू विद्यार्थी हुँदा, पिकनिक जाँदा, आफू क्लासमा हुँदाका केही घटनाहरू र आफ्ना अभिभावकले कसरी तपाईँहरूलाई अगाडि बढाउनु भएको रहेछ र शिक्षकहरू कोही न कोही हुन्छ आफ्नो नजिकको, त्यो शिक्षकहरूलाई पनि सम्झौँ। यो खालको चलचित्र छ यो। यसले धेरै ठुलो कुरा गरेर धेरै रुवाबासी पनि हामी गराउँदैनौँ, तर रुनु नपर्ने किसिमको वातावरण बनाउनका लागि हामी सचेत चाहिँ गराउँछौँ। म आफै स्कुल लाइफमा हुँदादेखि नै मैले टिचिङ प्रोफेसनमा म थिएँ, सँगसँगै चलचित्र क्षेत्रमा पनि थिएँ। 11 बजेसम्म दिदीलाई बोलाउनु हुँदैन, दिदीको क्लास छ भनेर मलाई सबैले सहयोग गरिदिनु भयो र मैले मेरो शिक्षण पेसा सँगसँगै कलाकारितालाई सँगसँगै डोराएर हिँडेँ। 42 वर्ष चान्चुनपछि चाहिँ मैले शिक्षण पेसालाई बिट मारेँ। मैले बिट मारेको छेउछाउमा आएर प्रेम भाइले दिदी एउटा फिल्म बनाउँदैछु, म पैसाले, अघि पनि धेरैचोटि भन्नुभयो उहाँले, पैसाले म फिल्म बनाउन लागेको होइन, तर मेरो भावना, मेरो एउटा ड्रिम प्रोजेक्ट छ, मलाई यो फिल्म बनाउनु इच्छा छ भनेर उहाँले स्क्रिप्ट ल्याउनु भयो। मैले स्क्रिप्ट पढेँ, उहाँले त्यो स्क्रिप्टलाई धेरैचोटि चेन्ज गर्नुभयो, समय परिस्थिति अनुसार के कस्तो छ भनेर अध्ययन गर्दै उहाँले त्यो स्क्रिप्टलाई तयार गर्नुभयो र हामीले एउटा महाराजगञ्जको होइन के स्कुल हो त्यो टिलिङटार स्कुलमा हामीले सुटिङ गऱ्यौँ। उहाँहरूलाई स्क्रिप्ट पास गरायौँ, उहाँहरूले कस्तो किसिमको सुटिङ हुन्छ उहाँहरू एकजना बसेर हेरिरहनुहुन्थ्यो, किनभने यो अत्यन्त संवेदनशील विषयवस्तु थियो। एउटा विद्यालयले यत्रो युनिटलाई होइन कस्तो खालको फिल्म बनाउने हो, हाम्रो स्कुलको लागि राम्रो नहोला कि भनेर
त्यहाँको म्यानेजमेन्ट कमिटीदेखि लिएर टिचरदेखि लिएर इभन आया दिदीहरूदेखि लिएर सबैजना एकदमै सचेत कस्तो हुन्छ के बोल्छ कसो गर्छ भन्ने कुरामा यो त्यो किसिमको वातावरणबाट यो फिल्म बन्यो। प्रेमजीले कसरी बनाउनु भयो प्रेम भाइलाई थाहा छैन मलाई, उहाँलाई यो फिल्म बनाउने बहुत कहाँबाट छोड्यो। विषयवस्तु एकदम जटिल छ र संवेदनशील पनि छ। मैले भने नि हामी रुँदैनौँ तर रुनु हुँदैन। नरुनका लागि भविष्य बनाउनका लागि कसरी सचेत हुनुपर्छ। विद्यालयको व्यवस्थापन, शिक्षक, विद्यार्थी, अभिभावक सँगसँगै समाज, यही समाज हो। अलि राम्रो नम्बर ल्यायो भने अझै पनि तिमी यहीँ छौ बाहिर गएको छैनौ भनेर एउटा प्रेसर दिन्छ। बाहिर जानुपर्छ भनेर जुन किसिमको विद्यार्थीहरूमाथि त्यो प्रेसर हुन्छ, यही समाजमा छ। फलानुको छोरा त गयो, फलानुको छोरी त गयो भन्ने किसिमको वातावरण हाम्रो समाजमा छ। अब यहीँ पढ, यहीँ गर भन्ने किसिमको वातावरण बनाउनु पर्छ हामीले सबै मिलेर। र त्यसमा सबैको त्यत्तिकै लगानी हुनुपर्छ, समयको, सोचाइको, गराइको पनि। सोचेर मात्र पुग्दैन, त्यसलाई गर्नु पनि पर्छ। अब त अलिकति यो करेन्ट सिचुएसनलाई ध्यानमा दिएर फिल्मको टाइटल पनि त्यस्तै छ, कथा पनि त्यस्तै छ, अनि समय सन्दर्भहरू पनि त्यस्तै चलिरहेछ क्या। तपाईँ अब टिचर पनि भएको हिसाबले चाहिँ अहिले 5 वर्षसम्मको बच्चाहरूलाई चाहिँ एक्जाम नलिने भनेर नयाँ सरकारले घोषणा गरेको छ। त्यसमा तपाईँको धारणा के छ होइन? यस्तो छ, मलाई स्कुलको कुरा गर्नुहुन्छ भने 5 वर्षसम्म एक्जाम नलिने भनेर जुन अहिले सरकारले धारणा ल्याएको छ, त्यो एकदमै बाल मनस्थितिलाई, त्यो जुन किसिमको एउटा एक्जाम भनेर, जाँच भनेर जुन तर्सिने किसिमको वातावरण हुन्छ नि, त्योबाट चाहिँ उनीहरू मुक्त भएर आनन्दले उनीहरूले सिक्न सक्छन्। र जानी नजानी डेली आज सिकेको कुरा भोलि उनीहरूले टेस्ट दिइरहेको हुन्छ। जाँच हो भनेर जाँच दिनु र जाँच हो भन्ने थाहा नपाइकन जाँच दिनुमा फरक छ। इभेन हाम्रो कलाकारहरू हामीलाई पनि, हामीले क्यामेरा एक्सन भन्दा साथै साँच्चै भने अलिकति नर्भस हुन्छ र एक्सन नभएको राज्य गऱ्यो भने एकदम रियल एक्सन हो किन उहाँलाई सोध्यो। उहाँलाई हामीले 1-2 चोटि एक्सन नभनिकन पनि गराएको छौँ, उहाँले एकदमै राम्रो गर्नुहुन्छ। जब एक्सन भनिसकेपछि एक्जाम भने जस्तै हो क्या, त्यसरी तर्सिन्छ। त्यही हो, मलाई चाहिँ जहाँसम्म लाग्छ 5 क्लाससम्मको बाल मनस्थितिमा बाल बालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासका लागि यो किसिमको सोच धेरैवटा स्कुलले त लागू गरेछ। गभर्मेन्ट स्कुलदेखि लिएर सबैले पनि यही कुरालाई लागू गर्यो भने बालबालिकालाई चाहिँ त्यो थाहा नपाइकन उनीहरूले आफूलाई अगाडि बढाउन सक्छ। यो अर्को पनि विषयमा तपाईँको धारणा भनिदिनु न। अब एउटै स्कुलमा बारम्बार क्लास चढ्दाखेरि चाहिँ एडमिसन गर्ने जुन प्रथा थियो नि, अलिकति रोकिएको छ। अहिले गभर्मेन्टले अलिकति स्ट्रिक्टली अगाडि लिएको छ, लिएर आएको छ होइन? भनेको बारम्बार एडमिसन गर्ने भर्ना हुने के? त्यो चाहिँ गर्नु हुँदैन। एकचोटि भर्ना भएपछि त्यो स्कुल नछोडुन्जेलसम्म चाहिँ भर्ना लिनु हुँदैन। यो कुरा चाहिँ एकदमै यो गभर्मेन्टले गर्नै पर्ने कुरा हो। एकचोटिको नेपाली सधैँको नेपाली भने जस्तै हो कि एउटा स्कुलको विद्यार्थी सधैँको विद्यार्थी हो नि, उसले छोडेर फेरि आयो भने त्यो एडमिसन त्यो अर्को पोइन्ट हो। तर एकचोटि एडमिसन गरिसकेपछि बाबुआमालाई, अभिभावकहरूलाई वर्षैपछि त्यो के अरे एडमिसन गर्नुपर्छ भनेर शुल्क जम्मा गर्नलाई निकै गाह्रो छ। यो चाहिँ हटाउनै पर्छ, जोरदार माग। तपाईँहरू पनि एग्री हुनुहुन्छ होला नि होइन? वर्षैपछि एउटा क्लासबाट अर्को क्लासमा गयो, एडमिसन गर्यो, त्यो कति गाह्रो छ क्या। त्यो एडमिसन फी चाहिँ लिनु हुँदैन। मनैदेखि भन्दाखेरि मेरो प्रिय मुटुको धड्कनहरू हुनुहुन्छ तपाईँहरू, मेरो पत्रकार साथीहरू, मिडिया साथीहरू। ढिलो हुन गएकोमा क्षमा प्राप्त छु, किनभने हामीले विजयलाई र गोपीलाई
प्रतीक्षा गर्दाखेरि ढिला हुन गएको छ र हामीले सोचे जस्तो तपाईँहरूलाई त्यो समयमा काम अथवा कार्यक्रम सञ्चालन गर्न सकेनौँ। त्यसको लागि म हृदयदेखि नै सरी भन्न चाहन्छु र उपस्थित सम्पूर्ण नयाँ मनहरू, महानुभावहरू, प्रियजनहरू र यस चलचित्रका मुख्य पात्रको रूपमा हुनुहुन्छ मेरो आदरणीय दिदी मित्री शर्मा दिदी। उहाँप्रति धेरै धेरै नमन छ, म सम्झिन चाहेँ। नमस्ते दिदी। र कलाकार भाइ बहिनीहरू सबैलाई सम्झिन चाहेँ र विशेष कारणले गर्दाखेरि हाम्रो यति बेला कलाकारहरू सबै उपस्थित हुन सक्नु भएन। कोही देश बाहिर, कोही बिरामीको कारणले गर्दा टाढा हुनुभयो। हामी हजुरलाई झुटो बोल जस्तो लाग्यो, त्यसको लागि म सरी भन्न चाहन्छु। र मैले अघि दिदीले भनिसक्नुभयो, हाम्रो लागि मिडिया भनेको एकदमै जरुरत छ। यो सन्देश हामीले एकजनाले बोल्दाखेरि र हजुरले बोल्दाखेरि संसारभरि फिजाइदिन्छ भनेर दिदीले अघि नै परिचय दिइसक्नुभयो। त्यसको लागि म हजुरको यो उपस्थितको लागि नै सम्पूर्ण मिडियाकर्मी साथीभाइहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छु, सम्झिन चाहेँ। र मेरा कलाकार साथीहरू सम्पूर्णलाई म सम्झिन चाहेँ। ढिला हुन गएकोमा म सरी भन्न चाहन्छु र म थोरै गुरुआमाको बारेमा भन्न चाहेँ। यस चलचित्रको म निर्देशक तथा निर्माता हो र हामीले यसलाई लगभग 4-5 वर्ष लागेर हामीले स्क्रिप्टमा समय दियौँ र हामीले सोचेभन्दा धेरै राम्रो बनाएका छौँ। हजुरले गीतले पनि कथा बोकेको छ, हेरिसक्नुभयो सम्झना साँचौँला भन्दा। अझै यो गीतले भोलिको दिनलाई अझै हामीलाई टाढासम्मका संसारभरिका छरेर बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीसम्म पुर्याउनको लागि मिडियाको अत्यन्त जरुरत छ। हामी तपाईँप्रति धेरै आशा गरेका छौँ। मैले यो फिल्म पैसाबाट बनाएको होइन, एउटा कथा, एउटा स्क्रिप्ट, एउटा सन्देश राम्रो भएर बनाएको हो। यो गुरुआमा केवल मनोरञ्जनको लागि होइन, यो एउटा जीवन पाठ हो जसले विद्यार्थी, अभिभावक र समाजलाई साँच्चीकै परिवर्तन बनाउनेछ भन्ने मलाई आशा छ र म अठोट पनि लिन्छु यसको लागि। र आउँदो गरेको वैशाखको 26 गते गुरुआमा देशभर रिलिज हुँदैछ। यसको लागि सम्पूर्ण कलाकार साथीहरू अनि मेरो प्रियजन, मेरो मनैदेखि भन्नुपर्दाखेरि मेरो साथीहरू, मेरो मिडियाकर्मी साथीहरू, पत्रकार साथीहरू, मेरो भाइहरू सबै म विनम्र अनुरोध गर्दछु, कृपया मैले भनिसकेको पनि मैले पैसाबाट बनाएको फिल्म होइन। म तपाईँहरूसँग सहयोग नै मागिरहेको छु। सहयोगको आधारले मलाई यहाँसम्म आएर साथ दिनुभएको छ। म एकदमै खुसी छु। आज म एउटा नयाँ निर्देशक एउटा प्रयास गर्दैछु। यो एउटा गुरुआमालाई सफल बनाउनको लागि मलाई तपाईँहरूको अत्यन्तै जरुरत छ, तपाईँको साथ चाहिएको छ। भोलिको दिन अवश्य पनि तपाईँको साथ पायो भने यो फिल्मले हामीले एकदम दिन बनाउनेछौँ, रेकर्ड तोड्नेछौँ, जहाँ एउटा नाम आमाभन्दा ठुलो संसारमा केही छैन। तर आमाको अगाडि गुरु अगाडि आउनुभएको छ। गुरु र आमा दुई शब्द मिलेर नै गुरुआमा बन्नुभएको छ। नामै काफी छ, म धेरै बोल्न चाहिनँ। तपाईँहरूको अत्यन्तै मलाई, हामी कलाकारलाई आवश्यक छ। यो गुरुआमालाई चलाउन हजुरको साथ सपोर्ट चाहिनेछ। मैले भनिसकेँ, म पैसाबाट बनाएको होइन। त्यसैले गर्दा एउटा स्टोरी मन परेर, कथा मन परेर मेरो स्टोरीमा मैले पुरेको छु, जसले एउटा समाजलाई पक्कै पनि यसमा परिवर्तनमा लानेछ भन्ने विश्वास गर्दैछु। हजुरहरूलाई चाहिँ लागिरहेको छ होला म यो किन गीतमा देखिएको छैन भनेर। यसको लागि चाहिँ हजुरहरूले वैशाख 25 गते हाम्रो चलचित्र गुरुआमा हजुरको नजिकैको सिनेमा घरहरूमा गएर हेर्नुपर्ने हुन्छ। यो हाम्रो सङ्ग चाहिँ हाम्रो मुभीको एकदमै महत्त्वपूर्ण हिस्सा हो, जहाँ सम्पूर्ण कलाकारहरूको मेहनत, समर्पण झुल्केको छ। र यहाँ हाम्रो टिमहरू कतिजना केही कारणले गर्दा उपस्थित हुन सक्नु भएन। विशेष गरिमा हाम्रो क्यामेराम्यान सर, सुदीप सर, योगेन्द्र दादा र नवराज सरलाई सम्झिन चाहन्छु। र मेरो बच्चादेखिको सपना, ठुलो पर्दामा देख्ने चाहिँ मेरो बच्चादेखिको सपना हो। यो सपना पुरा गरिदिनु भएकोमा हाम्रो डिरेक्टर सरप्रति आभारी छु। उहाँहरूले म प्रति गर्नुभएको विश्वास र उहाँले मलाई दिनुभएको यो अवसर मेरो जीवनको सबैभन्दा ठुलो महत्त्वपूर्ण उपलब्धि हो। र हजुरले मलाई यसरी विश्वास नगरिदिनु भएको भएमा आज यहाँ हजुरहरूमा यसरी उभिन सक्दिनँ थियो होला।
र म बच्चादेखि नै हाम्रो मिथिला शर्मा म्यामको मुभी हेर्दै हुर्केको हो। यसरी उहाँ सामु यसरी स्टेजमा उभिन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु। र यति भन्दै हाम्रो चलचित्र गुरुआमा एक भावनात्मक कथा हो जहाँ विद्यार्थी र शिक्षक बिचको सुमधुर सम्बन्धलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। र यो हाम्रो चलचित्रमा चाहिँ एक विद्यार्थी असल र उसको भविष्य उज्जवल बनाउनको लागि शिक्षकको भूमिका कतिको महत्त्वपूर्ण हुन्छ भन्ने कुरा हाम्रो चलचित्र गुरुआमाले देखाउन खोजिएको छ। र यो मेरो पहिलो चलचित्र भएको हुनाले हजुरहरू सम्पूर्णको माया, साथ र सपोर्टको मलाई अत्यन्तै आवश्यकता छ। आशा छ हजुरहरूले मलाई माया, साथ र सपोर्ट गरिदिनुहुन्छ भनेर। र म सम्पूर्ण यहाँ उपस्थित हुनुभएको व्यक्तिहरू र हाम्रो भगवान स्वरूप दर्शकहरूलाई हाम्रो चलचित्र गुरुआमा वैशाख 25 गते आउँदैछ, हेरिदिनु होला आफ्नो समय निकालेर। ती चलचित्रमा भएका पात्रहरूका चरित्रहरू कस्ता छन्, ती पात्रहरूको चरित्रलाई गीत सङ्गीतले थप उजागर गर्ने गर्दछ। यस चलचित्रको बारेमा कुरा गर्नुपर्दा सायद यहाँ सबै आदरणीय बिजु लगायत बहिनीले बोलिरहनु भएको, यसका निर्देशक प्रेम सोनी लगायत सबैबाट यहाँहरूले चाहिँ थाहा पाइसक्नुभयो होला चलचित्रको कथावस्तु। यो चलचित्र खास गरी भन्नुपर्दा शिक्षा क्षेत्रका लागि चाहिँ बनेको, शिक्षा क्षेत्रको लागि बनेको चलचित्रमा हामीले सस्तो मनोरञ्जन भन्दा पनि यसका दर्शकहरू कुन खालका हुन्छन्, यसको टार्गेट समूह कुन हो, यसको गन्तव्य गीत चाहिँ कसले सुन्ने हो, कस्ता मान्छेले सुन्ने हो, त्यसमा आधारित रहेर गीत सङ्गीत तयार गरिएको हुन्छ। अवश्य पनि यो चलचित्र एउटा विद्यार्थीहरूका लागि, शिक्षकका लागि र अभिभावकका लागि, यी त्रिकोणात्मक दर्शकहरूका लागि बनेको चलचित्र भएको हुनाले हाम्रो नेपाली समाज पनि सुहाउँदो र नेपाली जनजीवन, नेपाली शिक्षा जगतमा भइरहेका विभिन्न विसङ्गतिहरू, शिक्षा क्षेत्रमा भएका चलिरहेका यद्यपि अहिले हामी कस्तो शिक्षा प्रणालीबाट गुज्रिरहेका छौँ ती चिजहरू यो चलचित्रमा रहेको हुनाले गीत सङ्गीत पनि तिनी कुराहरूलाई लिएर चाहिँ गीत सङ्गीत तयार गरिएको छ। यसमा रहेका केही गीतहरू चलचित्रका घटनालाई, चलचित्र मोडिने परिवेशलाई, मोडिने बिन्दु अथवा चलचित्रका घटनालाई अझै थप प्रभावकारी बनाउने, जस्तो चाहिँ यसमा विद्यार्थीहरू आज रिलिज भएको गीत सम्झना साँचाउन एउटा विद्यार्थीहरूले गरेको रमाइलो छ। र त्यहाँ विद्यार्थीहरू मात्र छैनन्, यहाँ शिक्षक पनि छ र त्यस विद्यालयबाट पढेर बाहिर गएर नाम कमाएका, विद्यालयका उत्पादन भएका पात्रहरू पनि त्यो गीतमा रहेका छन्। विद्यार्थीले कस्तो गीतमा रमाइलो गर्दछन् र हाम्रा नेपाली शिक्षकहरूले, अभिभावकहरूले कस्ता खाले गीतमा चाहिँ झुम्दछन्, ती चिजहरूलाई मनन गरेर, ती चिजहरूलाई समन्वय गरेर सङ्गीत सिर्जना गर्ने कोसिस गरेको छु मैले। यसमा मिठो शब्द स्वयं चलचित्रकै गीत निर्देशक, प्रोड्युसर प्यारो भाइ प्रेम सोनाले शब्द लेख्नुभएको छ। मैले मेलोडी र एरेन्जमेन्ट गरेको हो। यसमा मोहन नेपाली भाइ र हाम्रो ममता गुरुङले दुवैजना निकट भविष्यका गायन क्षेत्रका चाहिँ स्टार हुन् भन्ने कुरा लाग्छ। उहाँको परिश्रममा र उहाँको भाग्यमा पनि भन्नुपर्ने कुरा हो। तर अहिले चाहिँ उहाँको प्रतिभा चाहिँ असाध्यै उच्च स्तरको प्रतिभा भएका गायक गायिकाहरू चाहिँ यसमा राखिएको छ।